एपोलो हाइड्रो पावर लिमिटेडको आइपिओको बाँडफाँड हुने मिति यानि कि रिजल्ट आउने मिति सार्वजनिक भएको छ। सो कति रिजल्ट आउँदैछ र यो आइपिओ पर्ने सम्भावना कतिको रहेको छ त त्यसको बारेमा तपाईहरुलाई जानकारी दिनेछु। यस एपोलो हाइड्रो पावर लिमिटेडको आइपिओमा टोटल 28,76,102 जनाले आवेदन दिएको थियो भने यो आइपिओ दतस्किताको दरले बाँडफाँड गर्दाखेरि मात्र 78,020 जनालाई पर्नेछ र बाँकी रहेको 27,98,082 जनाको हात भने खाली नै हुनेछ। त्यही भएर यो आइपिओ पर्ने सम्भावना एकदमै कम रहेको छ। थोरै जनालाई मात्र यो आइपिओ चाहिँ पर्नेछ। र अब यो आइपिओ को बाँडफाँड यानि कि रिजल्ट आउने मिति भनेको वैशाखको 11 गते शुक्रबारको दिन बिहानको 9 बजे बाँडफाँड हुनेछ र बाँडफाँड भएको केही घण्टापछि भने रिजल्ट हेर्न मिल्नेछ। सो भोलि वैशाख 11 गते यसको बाँडफाँड हुँदैछ। सबैजनालाई बेस्ट अफ लक र तपाईहरुलाई आइपिओ परोस् भन्ने चाहनुहुन्छ भने ओम भनेर कमेन्ट पनि लेख्न सक्नुहुनेछ र यस्तै खाली आइपिओ सम्बन्धित अपडेटहरु भिडियोहरु हेर्नको लागि चाहिँ हामीलाई फलो सब्स्क्राइब गरेर राख्नुहोला।